वार्ता प्रारम्भ गर्नुभयो। अनि नि अरु खबर के छ त? सबै ठिकै छ। भाउजू राम्रै हुनुहुन्छ? के भन्नु र, खै म त कस्तो राम्रो कस्तो नराम्रो, कन्या कस्तालाई राम्रो भन्छन् मलाई त त्यो पनि थाहा छैन। अब सुदामाज्यू राम्रो भन्नाले मैले रङरूपको राम्रो भन्न खोजे होइन, स्वभाव चाहिँ कस्तो कस्तो छ मेरी भाउजूको। कहिलेकाहीँ तपाईँलाई मुखमुखी लाग्नुहुन्छ कि हुन्न भाउजू भन्दा सुदामाले भन्नुभयो, कन्हैया आजका दिनसम्म त मुखमुखी लागेको मलाई थाहा छैन। मैले स्वरूप सोधेको होइन त सुदामा, बिल्कुल स्वभाव कस्तो छ भाउजूको? बहुत राम्रो स्वभाव छ। ल तपाईँले त भने जस्तै पो भेट्नु भएछ। अब सुदामाजीले सोध्नुभयो कन्हैयालाई, मित्र मेरो मात्रै सोधी खोजी गर्नुहुन्छ हजुर? अनि हजुरको चाहिँ के भयो त कृष्ण कन्हैया, विवाह भयो? कृष्णले भन्नुभयो भयो त। अनि मलाई चाहिँ चिठी पत्र? कन्हैयाले भन्नुभयो बेता भयो, तर मेरो चाहिँ तिथि मिति नै थाहा नपाइबे भयो भक्तवत्सल भगवानको। मेरो त कतिखेर विवाह भयो थाहा नै भएन, कुन तिथि थियो कुन मिति थियो कति कति थियो के भएको थियो थाहा भएन। ए अनि रानी चाहिँ कता हुनुहुन्छ त? कृष्णले भन्नुभयो यी छन् सबै। अनि यी को हुन्? ती पनि उनै हुन् भनेको मेरी नै हुन्। उति पल्ली ती पनि मेरी नै हुन्। ओर्तिर कि यी पनि मेरी नै। 4-5 जना भइसक्यो मेरी भन्नुहुन्छ कृष्ण। ए राम, अनि ऊ पल्ला झुकी को हुन्? ऊ पनि यिनी जस्तै हुन् भनेपछि सुन्नु पर्यो। ती पनि यिनी जस्तै हुन् भने कि मेरी नै हुन्। अब त सुदामाजी छ कपर हुन्छ। अनि ऊ पल्ला छेउमा बसेकी चाहिँ को हुन् त? ती पनि यी जस्तै नै हुन्। अनि कतिजना हो हजुरकी श्रीमती कन्हैया भन्दा? अब कतिजना भनौँ म गनेर साध्य छैन भक्तवत्सल भगवान हो। होइन गनेर साध्य छैन भन्नाले कति के भन्नु र, जति पनि यहाँ बसेका छन् यहाँ सेवामा संलग्न छ सबै मेरै हुन्। आदि त आएकै छैन भक्तवत्सल भगवानको। छक्क पर्नुभयो सुदामाजी। सुदामाजीले आशीर्वाद दिँदै जानुभयो, सौभाग्यवती भव सौभाग्यवती भव सौभाग्यवती भव सौभाग्यवती भव। अब त हात पनि गर्नुहोस् आशीर्वाद दिएर भव 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 भन्नुभयो। अब यसो हुने ठाउँमा यसो हात अब उठाउनै सक्न छोड्नुभयो। कृष्णले भन्नुभयो सुदामा पक्कै हात गले होलान्। अनि कृष्ण अब कति छन् त आशीर्वाद दिनुपर्ने? अहिले त आदि पनि भएका छैनन् भनेपछि त कृष्णलाई सुदामाले अब म के गरौँ त भन्दा कृष्णले भन्नुभयो सुदामाज्यू हामीलाई गुरुजीले संविदा लिनका लागि जङ्गल पठाउनु ठुलो पानी परेको थियो नि। अनि नि सुदामा त्यतिखेर यस्तो पानी पर्यो, पानी परेका बेला मलाई यति भोक लागेको थियो नि, रातिको समय भएको थियो, पानी पर्दै थियो, भोक लाग्दै थियो, तर कटकटको आवाज पनि कटिकटीको आवाज आए जस्तो लाग्यो। दिनु न भन्दा केही पनि होइन भन्नुभएको थियो। त्यो दिन याद छ कि छैन तपाईँलाई? सायद जति मलाई भोक लागेको थियो पक्कै पनि हजुरलाई त्यति लागेको थियो होइन सुदामाजी भन्नुभयो कृष्णले। हो त हजुरका दाँत बजेको देख्दा चाहिँ मलाई के लागेको थियो भने पक्कै पनि केही यसो हजुर टोक्दै हुनुहुन्थ्यो जस्तो लागेर मैले मागेको थिएँ। बिचरा केही थिएन तपाईँका मुखमा। के सुने? मेरा कान पनि त्यतिखेर बहिरा भएछन् कि क्या हो? राम राम। अब त झनै सुदामाजी लज्जित हुनुभयो। राम कन्हैया मलाई लज्जित नबनाउनुहोस्, अरू के छ नयाँ ताजा बताइदिनुहोस् समाज भक्त सज्जन। अनि नि सुदामाजी अर्को कुरा, जब हामी संविदा लिन जाँदा पानी परेको थियो, अर्को दिन संविदा लिएर आउँदा गुरुजी प्रसन्न भएर आशीर्वाद दिनु भएको थियो। थाहा छ कि छैन सुदामाजी हजुरलाई? सन्तु सत्यः सन्तु मनोरथा गुरुजीले भन्नुभएको थियो तिमीहरूको इच्छा पूर्ण होस्। कति ठुलो आशीर्वाद दिनु भएको थियो होइन? राम राम। सुदामाले भन्नुभयो कृष्णलाई त सबै पो याद रहेछ त। अब अलिकति फेरि प्रसङ्ग बदलिनु भयो कृष्णले। सुदामा ती गुरुकुलका कुरा छोडिदिउँ, अब भन्नु न मलाई कोसेली चाहिँ के पठाउनु भयो त सुशीला भाउजूले? भगवान श्री कृष्णले भन्नुभयो शिर हल्लाएर केही पनि छैन, विचार हाते छ।
अब त कन्हैयाले भन्नुभयो चिन्ता गर्नु पर्दैन सुशीला, पर्दैन सुदामाज्यू। सुशीलाले जे पठाए पनि नपठाए पनि हजुरले चिन्ता गर्नु पर्दैन। मलाई मात्रै पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति। मलाई फल फूल जल जे भए पनि पुगिजान्छ, अरू केही चाहिँदैन। म त भावको भोको छु भन्नुभयो कृष्णले। भाव का भोका हूँ मैं, भाव ही तो सार है, भाव से पुकारे तो भव से बेड़ा पार है। अब त भगवान श्री कृष्णले विचार गर्नुभयो जति नै भने पनि सुदामाजीले दिनुहुन्न। अब चाहिँ म जबरजस्ती गर्छु भनेर कन्हैयाले भन्नुभयो हे सुदामाजी, तपाईको पक्कै न पाउ दुखेको छ या हात दुखेकै छ। तपाईको यसो स्थिति हेर्दा हातमा नै पीडा छ। हात यसरी हजुरले खुम्ल्याइरहनु भएको छ, कोल्टे पारिरहनु भएको छ, पक्कै हात दुखेको। ल्याउनुसम्म मालिस गर्छु भने भगवानले हातमाथि झट्ट तान्नु भएको थियो पोको झरो। अब पोको झरो सुदामाजीलाई लाज लाग्दैछ। राम काँचा कलिका छन्, के भन्नु होला मेरो मित्रले। तर कृष्णले खोल्नु भयो, लिनुभयो, खानुभयो, एक मुठी खानुभयो। उता रुक्मिणीहरूले देखे कन्हैया परमहंसको प्रसाद एक्लै खाने, हामीलाई नदिने, लु खाओ पाडेर भनेर दिनुभयो। सबैले पाडेर खाए। हेर्नुस् त प्रसाद प्रेमले कनिका कृष्णले कति राम्रो भन्दै रानीलाई दिए। ओ कति सुन्दर, कति राम्रो छ, लु ल्याऊ, लु खाऊ। प्रसाद दिनुभयो सुदामाजीलाई। सुदामाजीले दिनुभएको थियो, सुदामाबाट लिनुभएको। कनिका कृष्णले रानीलाई दिनुभयो। सुदामाजी आम कसरी बाचौं, यस्ता परमहंस मित्र बिना पल पल बाँच्न गाह्रो। हे सुदामा पल पल बाँच्न गाह्रो। अब त कन्हैया र सुदामा बीच वार्तालाप भइरहेको छ। समय व्यतीत हुँदै गयो, बित्दै गयो। त्यो रात्रि त्यही शयन गराउनु हो। अर्को दिन बिहान सुदामाजी उठ्नुभयो, स्नान आदि गर्नुभयो। स्नान गरेर कृष्णलाई भन्नुभयो कृष्ण कन्हैया मेरो मित्र, अब म जान्छु है। कृष्णले भन्नुभयो जाने र जाने। अब सुदामाजीले याद चाहिँ गर्नुभयो मलाई। सुशीलाले पहिलोचोटि तपाईका साथी राजा हुनुहुन्छ, जानुभयो भने केही दिनुहुन्छ भनेर भनेकी थिइन्। तर म त्यो कुरा सुनाउँदिन, मनमा चाहिँ याद भयो। भगवानलाई त थाहा भइगयो आज सुदामाजीले के सोच्दै हुनुहुन्छ। अब सुदामाले भन्नुभयो कन्हैया बिहान पनि भयो, म जान्छु है। कृष्णले भन्नुभयो जाने हो भने जाने बेलामा मैले हिजो नयाँ लुगा लगाइदिएको थिएँ, ती खोलेर तपाईँले लुगा लाएर जानु भन्नुभयो कृष्णले। राम सुदामाले भन्नुभयो ओहो क्वां दरेन्द्र पापेय क्वा कृष्ण श्रीनिकेतन ब्रह्मबन्धुरिते स्मां बाहुभ्यां परिरम्भिता। क्वाहं दरिद्र, कहाँ दरिद्र, कहाँ पापी, कहाँ कृष्ण नै मलाई स्त्री निकेतन हुन्, धन लक्ष्मीपति हुन्, राधापति हुन्। त्यसैले म भनेको त दरिद्र हुँ, कहाँ पापी म, कहाँ दिनुहुन्थ्यो। सायद मलाई थाहा भयो। अब सुदामा त्यहाँबाट निक्लिनु भयो। अधनोयम धनम प्राप्य, पक्कै पनि निर्धनलाई धन दियो भने नि मातिन्छ। यसैले पनि त्यही भएर दिनुभएको होइन होला।
नपाउनेले त्यो पायो त्यहीसँग खायो भक्तवत्सल भगवानको कहिल्यै देखेको थिएन यसलाई किन दिउँ भनेर कन्हैयाले दिनु भएन राम्रो गर्नुभयो म त दर्शन गर्न आएको थिएँ बस पुग्यो अब सुदामाजी बिस्तारै बिस्तारै नदीका किनारमा पुग्नु भएको छ यसो ठुलो ठुलो हेर्नुहुन्छ छैन यता याक्सा पहिलेको कुटिया छैन अर्को रूप धारण गरेर भगवानले विशाल महल भवन ठडियाइदिसक्नु भएको रहेछ बनाइदिसक्नु भएको रहेछ सुदामाजी नदीका किनारमा आफ्नो कुटिया हेरिरहनु भएको छ तर काहीँ कतै केही कुटिया छैन ए नदीले पो बगाए कि क्या हो मेरो परिवार कहाँ गयो भनेर सुदामाजी चिन्तित हुनुहुन्छ यता अट्टालिकाबाट विशाल भवनबाट 16 श्रृङ्गारले सिँगारिएर हातमा आरतीको थाली लिएर रुक्मणीजी तल झर्दैछिन् जयकार लगाउँदै सुदामाजी महाराजको सुदामाजी महाराजको सुदामाजी महाराजको सुदामाजीले भन्नुभयो मेरो नाम त सुदामा हो यो महाराज भन्ने आयो होला नि कोही अहिले त गाउँ गाउँमा गली गलीमा महाराजै महाराज पक्कै कोही महाराज आइपुग्यो भक्तवत्सल भगवानको अब त फेरि महाराजको भनेर जयकार लगाउँदै तल झरी जब अगाडि रुक्मणी आएर 16 श्रृङ्गारले सिँगारिएकी रुक्मणीले जब यसरी आरती गर्न थालिन् आहा हेरेको हेरे सुदामा को हो अब त रुक्मणीले भनिन् चिन्नु भएन हजुरकै हुँ मेरी अनि कोही कुटिया त्यो कुटिया त्यता गयो सानो थियो ठुलो भयो राम अगाडि अगाडि सुदामालाई लगाएर पिछाडी पिछाडी जय जयकार गर्दै जब त्यो महल भित्र सुदामाजी प्रवेश गर्नुभयो भित्र गएर साष्टाङ्ग प्रति सुशीलाले सुदामालाई गर्नु भएको थियो हात जोडेर प्रार्थना गर्दै हुनुहुन्थ्यो सुदामाले सोध्नुभयो सुशीला कसले बनायो भवन सुशीलाले भनिन् स्वामीजी खोइ सानो सानो बंशीधर आएको थियो बाँसुरीवाला कृष्ण मुरारी बाँकी बिहारी श्री हरिको आगमन जस्तो लाग्यो मलाई सानो सानो थियो आएर बनाउँदै थियो खोइ को मैले पनि चिनिन एकैछिनमा बनाइसक्यो भने सुशीलाले हो र को आएछ त अब त पक्कै पनि सुदामाले याद गर्नुभयो ओ मेरा ती मित्र कृष्ण कन्हैया नै पक्कै आउनु भएको होला भनेर मात्रै सुदामाले मनमा नै ध्यान गर्नुभएको थियो यता सुशीला हात जोड्दै हुनुहुन्छ स्वामीजीलाई स्वामीजी कृष्णको याद गर्दै हुनुहुन्छ सुदामाजी मात्रै कृष्णलाई सम्झिनु भएको थियो आज त्यही कृष्ण कन्हैया प्रकट हुनुभयो कृष्ण कन्हैयाको भागवत भगवानको अब भगवान श्री कृष्ण प्रकट हुनुभएको छ परमात्माको स्तुति गर्न थाले अब अन्तर्गतमा सुशीलाले पनि भगवानसँग यही माग्यो प्रभु तस्यैव मे सख्य मैत्री दास्यं पुनर्जन्मनि जन्मनि स्यात् महानुभावेन गुणालयेन विसाजतास्तत् पुरुष प्रसंग अब त सुदामाजी सुशीलाले मात्र एउटा प्रार्थना यहाँ सुशीलाले पनि गरिन् भगवान समक्ष अब सुदामाजीले पनि गर्नुभयो र प्रभु परमात्मा म हजुरलाई एउटै मात्र निवेदन गर्छु मेरो आसक्ति समाप्ति भएर जाओस् र हजुर म एउटा निवेदन अवश्य गरे मलाई पुनर्जन्मनि जन्मनि स्यात् मलाई सदैव यही मनुष्य चोला प्रदान गर्नुहोला जन्म पनि भइरहोस् र यही मनुष्य चोलामा हजुरको मित्र भक्त भएर रहिरहन पाऊँ भनेर स्तुति गर्नुभयो यदि तपाईँ हामीले भक्ति गर्दै गर्दा भगवान प्रकट हुनुभयो भने हामी माग्छौँ कि अब चाहिँ जन्मनु नपरोस् है यो गौराङ्ग भन्ने ठाउँमा चाहिँ पटक्कै जन्मिनु नपरोस् यो गहिरो नामै गौराङ्ग त्यसै गहिरो त्यसै अन्धकार यहाँ ठाउँ अँध्यारो मान्छे अँध्यारो समय अँध्यारो यसरी यस्तामा चाहिँ जन्मिनु नपरोस् भन्छ होइन तर यहाँ सुदामाजी भन्दै हुनुहुन्छ होइन जे जस्तो भए पनि भगवानको भक्त बनेर सेवक बनेर बाँच्न पाइन्छ भने चाहिँ भगवानलाई भन्नु मलाई बारम्बार जन्म दिनु बारम्बार कता
वार्ता सुन्ने र सुनाउने अवसर प्रदान गर्नु भनेर भगवानसँग प्रार्थना गर्नुभएको छ। समाज भक्त सज्जन, यहाँ सुदामाजीलाई दर्शन दिएर परमात्मा अन्तर लानुभयो। राजा परीक्षितले प्रश्न गरिदिनु भयो, गुरुदेव अनि सुदामाजी गरिब हुनुभएको थियो, कारण के थियो प्रभु भन्दा बस त्यही थियो। गुरु माताले चना दिनुभएको थियो, त्यो चना जङ्गलमा एक्लै खाँदा, भगवानलाई नदिखाँदा, झुट बोल्दा, यो जाडाले गर्दा मेरा ताप बजेको भनेको कारणले गर्दा आज गरिब बन्नु परेको थियो। होइन, ब्राह्मण धनी नै हुन्छन् भन्ने छैन, कर्मले गरिब पनि हुन सक्छन्, तर दरिद्रता अन्य ब्राह्मणमा हुँदैन। यसैले गरिब त कर्मले हुने हो नि त, यी गरिब चाहिँ हुन्। यसैले गरिब भएका थिए, भगवानलाई झुट बोल्दा, समाजले शुद्धमानव परमात्मालाई नदी स्वयं एक्लै खानाले नै गरिबी आएको थियो। अतः तपाईँ हामी पनि घरमा भोजन प्रसादी बनाउँदा भगवानलाई भोग नलगाई, भगवानलाई नदिकन खान्छौँ भने गरिबी पनि आउँछ। यसैले जे घरमा बन्छ त्यो भगवानलाई भोग लगाएर नै खानुपर्छ। बिचरा एकजना माताले सोध्नुभयो, गुरुजी तपाईँले पुराणमा जे खाइन्छ त्यो भगवानलाई भोग लगाएर खानु भन्नुभएको थियो। मेरो दसैँमा विदेशबाट छोराहरू आएका थिए, अब छोराहरू आयो भने अब सस्तो सब्जी साग नखाने अनि मुगै खाने भने मुगो साग पनि लगाए भोग हुन्छ भन्नुभयो। रामचन्द्र भगवानको अपराध होइन। भगवानलाई तपाईँले जे खानुहुन्छ त्यही भोग लगाउनु भनेको चाहिँ जो सात्विक छ भोजन, तामसी छैन, सात्विक भोजन, शाकाहारी भोजन मात्रै भगवानलाई भोग लगाउने भक्तवत्सल भगवानको। यसरी बुझ्नुपर्छ भगवानलाई। त्यही भएर अहिले एउटा मान्यता के छ भने भगवानलाई हलवा र चनाको प्रातःकालीन समयमा बाल भोगको रूपमा समर्पित गरे त्यसका घरबाट गरिबीपना समाप्त हुने शास्त्रीय मान्यता भएकोले काहीँ कतै पुराण हुँदा अथवा अरू कर्म हुँदा प्रातःकालीन बाल भोगमा चना एवं हलुवाको भोग भगवानलाई लगाएर प्रसादको रूपमा लिने प्रचलन छ। तर त्यो 12 बजे बेलुका चल्दैन, मात्रै बिहान बाल भोगमा थोरै। यसै कारणले गर्दा यो परम्परा पनि चलिआएको शास्त्रीय मान्यता विरुद्ध छैन, शास्त्रको विधान नै भएको कारणले गर्दा समाज भक्त सज्जन भगवानलाई भोग लगाएरै मात्रै यदि हामीले केही वस्तु पनि सेवन गर्यौँ भने दरिद्रता समाप्त भएर जान्छ भन्ने भावनासँगै भगवानसँग यही प्रार्थना गरौँ। प्रभु परमात्मा जगदीश्वर विश्वेश्वर बस हजुर से एउटा निवेदन, जे बन्छ हजुरको हो भन्ने भावले एउटा भजनमा आनन्द लिउँ। त्यस पछाडि फेरि पूर्व वर्षमा पुरस्कार दिन्छौँ भागवत भगवानको। कृष्ण प्रभु को गरेर भजन सबै आउनु अगाडि हरि बोल। भवसागर अब त अन्तिम बाटो सजना प्रभु को गरेर भजन भवसागर सजना कृष्ण प्रभु को गरेर भजन भवसागर सजना ओ भवसागर सजना जग छोड़ता की
यति मात्र धन सम्पत्ति छोडी जाने आत्माको यात्रा धन सम्पत्ति छोडी जाने आत्माको यात्रा खर्च पर्छ जोडो है साथी दान धर्म कृष्णको भजन खर्च पर्छ जोडो है साथी दान धर्म कृष्णको भजन हो दान धर्म कृष्णको भजन कृष्ण प्रभुको गरेर भजन साधन परतरु सजना आउन जान धेरै भयो धर्म नहुँदामा आउन जान धेरै भयो धर्म नहुँदामा चौरसीको भिर काट्यो ज्ञान नहुँदामा चौरसीको भिर काट्यो ज्ञान नहुँदामा मौका यही हो जान नै रोकेर नबसो है सजना गम्केर मौका यही हो जान नै रोकेर नबसो है सजना गम्केर कृष्ण प्रभुको गरेर भजन सागर परतरु सजना सागर परतरु